के पकायो तरकारी ब्याग त्यहाँ आउँदो ब्याग भन्छु मोबाइल खुल्लै राखेको अनि त्यो केसँग खाने त्यो त सुक्खा न सुक्खा छ त के हो त्यो चाहिँ भगवान्हरूको नाटक ब्याग भनेको अब किनेर ल्याएको ब्याग ब्याग यो नि धेरै महँगो परेन त्यो ब्याग मलाई पनि एउटा किन्दैछु सौगात बर्थडे गिफ्ट के छ नाच्छ किन उठ्छ कि भगवान् कहाँ जाने त आज बर्थडे सेलिब्रेट गर्नु भेरी बोरिङ सौगात पनि आउँदै हो अनि त्यति चाहिँ पुग्छ तिमीहरू चारजनालाई भन्थ्यो भन्दै खाउँथ्यो पुग्दैन दाइ त्यो मैले लेखेर दिन्छु पुग्दैन त्यो भने चाहिँ पुग्दैन अहिले पुग्दैन एक्लै एक्लै खाएँ आइज पनि भन्दैनन् ठिकै छ घोप्टे लोभियो मैले भनेपछि बोलाएर हुन्छ त्यही पनि म मासुको लागि दाइकिन हिजो पनि होइन यहाँ लाखुती बाल्यो अरे नि घरेर मासु हालेर लुगा फेरेर खाएको हो नि त त्यही लुगामा खाएको होइन लुगा फेरेर खाएको ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे है लु ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे टु यु अब जाउँ अब बर्थडे मनाउनु कहाँ जाने अब यी मलाई पो कहाँ बनाउनुहुन्छ सौरभले पैसा तिर्ने भए त म सौरभले पैसा तिर्छ सौरभले तिर्ने हो पैसा सौरभले तिर्ने हो पैसा सौरभ तिमी तिर्ने हो पैसा फेरि ठुलो कुरा गरिहाल्यो के सौरभले यिनीहरूलाई कति रमाइलो छ यार साडी नलाएर कुर्ता लगाएको भए म आइदिन्थेँ यो साडी छ नभए कुर्ता लगाएको त म आइदिन्थेँ हजुर साडी लगाएको छु कि कुर्ता लगाएको चाहिँ आउँथेँ भनेको नि
आज साडी किन जानुपर्छ तिमीहरू कता जाने भन्दैछ मेरो ब्लाउज पनि सिलाउनु पर्छ ए भोलि तिमीहरू कता जाने भने ए अब त्यस्तो दिन पनि आइसक्यो मैले आजभन्दा तिमीले भोलि भन्ने दिन आइसक्यो ठिक छ कसको कति इम्पोर्टेन्स छ भन्ने कुरा हो कि भयो चाहिँदैन नचला के भने दाइले आमै दाइले भने दाइले मलाई त्यस्तो भने त्यसको त झन् केही पनि छैन त्यसको त झन् खाली गोबर भरिएको छ सोध्दा पनि सोधेन यसले मलाई कुन किनौँ के गरौँ मलाई सोध्दा पनि सोधेन तेरो पख केही सोधिन छैन नसोधिकन गरे एक्लै किनेर ल्याइस् मलाई चाहिँ भोक लाग्यो नखाने तपाईँ नै खानु न त्यस्तो जाबे छ केक कस्तो केक नखाने प्याक भएर घाँटी मरिदिन्छ त्यो केक त के भएको यहाँ